एउटा सानो सर्ट भिडियो चाहिँ क्लिप्सहरु अपलोड गर्न जाँदैछु। यो चाहिँ पछि कुनै दिन अब यस्तो भएको थियो है भनेर हेर्न हुन्छ है भनेर मैले चाहिँ यो भिडियो तयार पारेको हैन। सो मेरो बहिनीको चाहिँ अपरेसन भएको थियो, पत्थरको अपरेसन भएको थियो हैन। यो 2081 साल चैत्र 29 गते शुक्रबारको दिनमा, जुन दिन चाहिँ 2025 11 अप्रिल को दिनमा भएको थियो हैन। सो सानो भिडियो क्लिप्सहरु चाहिँ हजुरहरु समक्ष देखाउन जाँदैछु। बहिनी आज कति पटक ब्लड निकालियो? 1 2 3 बेस्ट अफ लक मेरो बहिनी। नराई ल ल टक्क बहिनीलाई चाहिँ यहाँ भित्र पठाइयो। म चाहिँ यहाँ यता र उता दिन काट्दैछु। पर मेरो बाबा हुनुहुन्छ, बिचारा मेरो बाबा कतिजनाको टेन्सन बोक्नुहुन्छ यार। 8 महिना मेरो बाबाको मुटुको अपरेसन गर्दा पनि म यहीँ बसिरहेको थिएँ हैन। म हैन हामी सबैजना अहिले पनि अब यतै दिन जान्छ आफ्नो। म अब दबाई लिन जाँदैछु हैन। यो अपरेसनको लागि रेडी हुँदैछ मेरो बहिनी चाहिँ। दबाई लिन पर्दो रहेछ कि ओ माइ गड अझै तल पो रहेछ है। अब मेरो बहिनी खै यता हेर कस्तो देख्दो रहेछ मम्मी। सरी उहाँबाट उतै उतै राखेको छन्, उतै लिएर चाहिँ उता उता। बहिनीलाई चाहिँ बिहान अपरेसनको लागि भनेर अपरेसन प्रोसेसको लागि भनेर चाहिँ 9 बजे यो थिएटरभित्र हालेको हैन। ठ्याक्क अपरेसन सक्सेस भयो हैन। अहिले चाहिँ डक्टरले चाहिँ होसमा ल्याउने तयारीमा हुनुहुन्छ। डर लागिरहेको थियो, एकदम सक्सेस भयो, एकदम राम्रो भयो हैन। त्यसको लागि थ्याङ्क यू सो मच अल अफ यु एन्टायर टिम भनेर हुन्छ हैन। बिहान 9 बजेदेखि प्रोसेसमा हालेको अनि अहिले चाहिँ ठ्याक्क कति बजे 1 बज्न 1:45 भइगएछ न। 1:45 बजे ठ्याक्क अपरेसन चाहिँ सक्सेस भयो। यो 1:45 बजे अपरेसन सक्यो, 2:30 बजे बल्ल होस आएर यहाँ भेट्न बोलाइराख्नु भएको छ। बाबा जानुभयो, अब बहिनी अनि सेरी म। दबाई मेरो बहिनीको दबाई तेरो लागि युज गरेको दबाईहरू बहिनी बोल्दा ध्यान हुन्छ कि भन्नुपर्छ फेरि। यो चाहिँ दोस्रो चरणको है फेरि। एक चरणको त अघि नै खिचिसक्यो। यहाँ फेरि के छ थाहा छैन। खतरा छ बहिनीको भारी। मेरो छोरी आज क्यान्टिनबाट फर्स्ट टाइम एक्लै हिँडेर गुड। मेरो मम्मी र ड्याड क्या ह्याप्पी देखिनु भएको छ। मेरो मम्मी र बाबा थाक्यो हस्पिटलको तल क्यान्टिनबाट एक्लै खाजा खाएर हिँडेर आएको माथिसम्म मेरो छोरी। हेलो मेरो बहिनी प्यारी। फोटो खिच सानो, फोटो खिच। कङ्ग्रेचुलेसन्स मेरो बहिनी। हजुर म त्यो त म आफै लिएर आउँछु। फोटो खिच आन्टीको। हजुर अहिले म लिन आउँछु, अहिले म लिन आउँछु। हाम्रो हेल्पर अङ्कल अङ्कलले हेल्प गर्नुहुन्छ हामीलाई अहिले अहिले हाम्रो हेल्पर अङ्कल। थ्याङ्क यू अङ्कल है। क्याबिनमा सारी आज 68 नम्बर। बिस्तारै बिस्तारै पुग्छ 8। ए हो बाबै बसेकोमा परेछ ल बहिनी। त्यही भएर त चराको आफ्नै हो भन्छ। चराको आफ्नै घर
चराको आफ्नै घर हो कि त्यही भएर पिन बाउछोरीको घर नै चराको भयो अब ल ठिक छ एसी पनि छ होइन सफा छ के सफा यहाँबाट चाहिँ अब त्यही हो होइन सिनारियो चाहिँ खतरा देखिन्छ हाम्रो बिरामी आएन अब कपडा चेन्ज गर्नु अहिलेलाई त्यस्तैको बजाइ नातिनीको खाजा टाइम न पोखराको नागढुङ्गामा अवस्थित चरक मेमोरियल हस्पिटलको प्राङ्गणभित्र साथीहरू आमा हस्पिटलको के अरे क्यान्टिन एरिया चाहिँ यस्तो सफा छ नि तपाईँले भनेर सक्दै छैन कि म देखाउन जाँदैछु है त सिक्स्थ फ्लोरमा बहिनीहरू सफा गर्न आउनुभएको छ होइन खतरा सफा टलक टलक छ हस्पिटल हजुर ल्याइदिउँ होला त्यो आउला जस्तो भन्छ कफ कताहिनेको बिजुली बालेर हट भएर पट भएर ब्युटी भएर तिमी क्युटी भएर हामी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरे बोलो ना अब क्या करें या तो जिए या तो मरे मैं प्यार कर रहा हूँ क्या जुर्म कर रहा हूँ ओ जाना आज चाहिँ मेरो बहिनीको हस्पिटल बसाइ 4th डे लास्ट डे होइन आज चाहिँ डिस्चार्ज हुँदैछ मेरो बहिनी 2081 सालमा लागेको यो रोग ब्याध सबै हटाएर फालेर होइन मेरो बहिनी चाहिँ हेल्दी जिन्दगी जिउनका लागि अब अगाडि बढ्दै हुनुहुन्छ होइन हामी घर लैजाँदैछौँ हाम्रो बहिनीलाई सो खुसी लागेको छ नयाँ वर्षको सुरुवाती दिन आज वैशाख 1 गते ह्याप्पी न्यू इयर टु अल अफ यु ढिलै भए पनि होइन सो हामी चाहिँ अब घरतिरको लागि सामान कसेर मुभ हुँदैछौँ अहिले चाहिँ मम्मी र म तल ग्राउन्ड फ्लोरमा होइन डिस्चार्ज सर्टिफिकेट बनाइदिनु रहेछ माथि डक्टरले त्यसपछि बल्ल यहाँ डिस्चार्ज रुममा आएर देखाउने होइन त्यसपछि बाँकी रहेको यो ग्लोभ्स यताउता दबाई पानीहरू हुन्छ नि त्यो सबै यता फार्मेसी रुममा लगेर बुझाउनु पर्दो रहेछ बुझाइसकेपछि अनि तिनीहरूले हिसाब किताब गर्दो रहेछ फेरि के कति लाग्यो यताउता अनि त्यसपछि बल्ल पैसा रिटर्न दिँदो रहेछ अनि रिटर्न गरिसकेपछि त्यो फाइल चाहिँ फेरि लगेर यता यो रिसेप्सन रुममा बुझाउनु पर्दो रहेछ होइन रिसेप्सनबाट बुझाएर स्क्यान गरिसकेपछि अनि यहाँबाट चाहिँ ढोका देख्न सक्नुहुन्छ त्यहाँबाट चाहिँ बल्ल फाइल हामीले इसिएच कार्डसहित पाउँदो रहेछ होइन अहिले चाहिँ आज चाहिँ छुट्टी भएछ होइन न्यु इयरको छुट्टी छ सो यति नै हो को लागि रेडी मेरो बिहान हामी अब चाहिँ हामी घरतिर लागि मुभ हुँदैछौँ बाई बाई चरक मेमोरियल हस्पिटल मेरो हस्पिटलबाट आएर मेरो बहिनीलाई चाहिँ बाबाले सातो भानिँदै हुनुहुन्छ एकदमै राम्रो भन्नुभएको ल ठिक छ स्याइ माथिलाई कुममा राखेर
मेरो बहिनी एकदम रोगमुक्त मेरो बहिनी डाक्टर साहबहरूलाई अब धन्यवादको पात्र भए भगवान डाक्टरहरू हो आजभोलिको त्यो सिमटको बनाएको भगवान र होइन के अरे मानव रूपी त भगवान त मान्छे हो मान्छे डाक्टरहरू हुन् आशीर्वाद छ नि उनीहरूलाई ल ल डाक्टरनी नर्स सबलाई मेरो धेरै धेरैको चरकको डाक्टरनी नर्सहरू सबैलाई मेरो धन्यवाद छ मेरो छोरीलाई पेसेन्ट बनाएर घर पठाइदियो एकदम धन्यवाद मुरीमुरीको धन्यवाद ल मेरो बहिनी ह्याप्पी न्यू इयर म घरमा आएँ ठिक छ ठिक छ मेरो सेकेको के भन्नु छ ल यो चाहिँ दाइरा भाउजूको तर्फबाट स्याहाइ गरेको रे ल टाउकोमा राखिदिनु टाउकोमा ओहो कता हिँडेको हो पैसा बोकेर स्याहाइ रे स्याहाइ दाजु भाउजूले स्याहाइ गर्नु हो ल हो पसली बनेर हट भएर पट भएर क्युटी भएर तिमी क्युटी भएर हामी हेरेको हेरे छोराले पैसा पठाएर आमा मक्खै परेको छोराले पैसा पठाएर आमा मक्खै परेको ल डाक्टर सालले भन्नुभएको हाम्रो बहिनीको घाउ चाहिँ टक्क सन्चो भएछ अरे यो चाहिँ लास्ट ड्रेसिङ है त साथीहरू हाम्रो भुन्टी सन्चो भयो अब फुर्र भयो हिरोनी भयो डाक्टर कोभिडलाई मिस कल हान्दा त हस्पिटलको क्यान्टिनमा खाना आउनुला एकदमै मिठो सबै फुडहरू सबै यम्मी यम्मी सही हो सफा पनि एकदमै सफा छ बिरामी भएरै आउनुपर्छ भन्ने छैन यसो हिँड्ने बेलामा ठ्याक्क बस्नुहोस् मिठो ल बाई बाई सरक मेमोरियल हस्पिटलको क्यान्टिन भएर हरेक पटक आउने बेलामा हामीले यस्तो हरेक पटक आउने बेलामा यस्तो बोकेर हिँड्छ बाई बाई चरक मेमोरियल हस्पिटल अस्तिको दाइ पो हुनुहुँदो रहेछ त एक राउन्ड घुमाउनु हो दाइले ठ्याक्कै भेटियो फेरि घुमाउने हो कि होइन अस्तिको डेम साइड घुमाएको आज लेग साइड घुमाउनुपर्छ कि आजबाट चाहिँ चरक मेमोरियल हस्पिटल जान पनि अब सकियो होइन हाम्रो बहिनी पूर्ण स्वास्थ्य लाभ भइसक्नु भएको छ र यसको श्रेय चाहिँ चरक मेमोरियल हस्पिटलका वरिष्ठ फिजिसियन डाक्टर शरदचन्द्र बराल सर अनि त्यसपछि वरिष्ठ सर्जन डाक्टर कोभिड नेपाल सर अनि त्यसपछि वरिष्ठ सर्जन तथा गाइनोकोलोजिस्ट डाक्टर विष्णु पालिके म्यामको टिमलाई वर्कलाई चाहिँ जान्छ होइन उहाँहरूको सल्लाह सुझाव अथक मेहनत र प्रयासपछि हाम्रो बहिनीको सफल शल्यक्रिया भएको छ होइन सो एकदमै खुसी लागेको छ हामी सबै सम्पूर्ण परिवारको तर्फदेखि हजुरहरूको टिम वर्कलाई चाहिँ हार्दिक धन्यवाद विशेष धन्यवाद अनि आभार प्रकट गर्न चाहन्छौँ।